गाइसहरू हजुरहरू सन्चै हुनुहुन्छ म नि सन्चै छु। आज चाहिँ सनाम लसारको हिजो पूर्णी भयो नि आज 1 गते, त्यही भएर आज मेरो क्याफेको छुट्टी छ, लसारको छुट्टी। त्यही भएर म यसो बौद्धामाथि घुम्न आएको, त्यही माथि यहाँ भिडियो बनाउन नमिल्ने रहेछ। म त लुकी भिडियोमा बनाउँदैछु। यति धेरै मान्छे छ कि यति धेरै, तर मेरो साथीहरू पछाडि छ, अझै आउँदैन। मेरो चस्मा नि पछाडि, यिनीहरूसँगै छ फोटो खिच्छु भनेर। अनि खाना यस्तै छ, मान्छेको भिड हेर्न, यति धेरै मान्छे छ कि कुरै छ रे। को मलाई एउटा नि चिन्दिनँ। अनि यहीँ सबैजना बौद्धामाथि आएर भिडियो बनाउँदै फोटो खिच्दै छ सबैजना। अनि मेरो साथीहरू कहाँ गयो चाहिँ आउँदैन। यहाँ त भिडियो बनाउन नमिल्ने रहेछ, त्यही भएर म त गाली गर्छु। लुकी भिडियो चाहिँ बनाएको यस्तै छ। अनि फाइनल मेरो लुक चाहिँ यस्तै छ, लाइक गर्नु होला। साथीहरू कहाँ गयो छैन, कहाँ गयो कि यहीँ थिए हेर्नु न, यस्तै छ। अनि त्यो हेर्न तामाङहरू डान्स गरिरहेको छ, यस्तै छ। के भन्छ यो, कस्तो मेला भइरहेको छ। कहाँ गयो मेरो साथीहरू, अझै आउँदिन। म छिटो हिँड्छु, साथीहरूलाई भेट्छ होला, त्यही भएर। यस्तो मैले 1 राउन्ड घुमेको, तर मेरो साथीहरू कहाँ गएन, अत्तो पत्तो छैन ल। मलाई थाहा नै छैन। अब म छिटो हिँड्छु, त्यही भएर। बौद्धको माथि टप चाहिँ मैले बौद्धमाथि आएको, त्यही भएर यहाँ भिडियो बनाउनु नमिल्छ, गाली गर्नुहुन्छ। साथीहरू गएर म एक्लै भएको छु, त्यही छ। मान्छेहरू खिचिरहेको छ, मान्छेहरू यहाँ यस्तो धर्म गरिरहेको छ, पूजा गरिरहेको यस्तै छ। म छिटो कुदिरहेको छु म, किनभने मेरो साथीहरू अगाडि गइसक्यो, त्यही भएर म एक्लै हुन्छ नि त, त्यही भएर। साथीहरू कहाँ गयो छैन। अब मेरो साथीहरू गायब भयो कि के हो। साथीहरू भेटेन भने मेरो जुत्ता मेरो चस्मा, अनि म एक्लै हुन्छ हो। मेरो खुट्टा दुखिरहेको छु। अनि सबैजना मेरो युट्युबमा जानु होला, लाइक कमेन्ट गर्नु होला, सबैजना माया गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर, अनि के भनौँ त्यो सब्सक्राइब गर्नु होला। साथी कहाँ गयो, साथी हरायो मैले त, मेरो साथी खोजेर पाउँदिनँ हो। अब मैले 2 राउन्ड हुन लागेको छु, मेरो त खुट्टै दुख्छ हो। खुट्टा न कस्तो दामी छ। अनि अब त आज मेरो लसार जस्तो नि भएन। म त त्यो के भन्छ, हिजो राति नै ड्युटीमा गएको, अनि आज बिहान 7 बजे रुममा आएको। यस्तै छ। यहीँ भिडियो नबनाउनु भने मैले लुकी भिडियो बनिरहेको छु। मैले मेरो मिनी भ्लगलाई छरेको छैन, किनभने मलाई अब भयो नि, आज 2 दिन भयो मैले नहालेको। कहाँ गयो यो साथीहरू, छैन त मेरो साथीहरू, कहाँ गायब भयो, हराइसक्यो साथीहरू। फाइनली म चाहिँ 2 राउन्ड घुमिसकेँ ल, तर मेरो साथीहरू कहाँ गयो
मलाई थाहा छैन।